भने चाहिँ यहाँ चाहिँ होइन सानो बेबी जन्माइसकेपछि होइन बच्चालाई कसरी छातीमा टाँसा राख्नुपर्छ आमा नभए पनि बुवासँग चाहिँ बाउसँग चाहिँ पनि छातीमा चाहिँ टाँसा राख्नुपर्छ भनेर चाहिँ देखाएको हाम्रो चाहिँ यो डेमो चाहिँ बच्चालाई चाहिँ यसो राख्यो भने चाहिँ बच्चा आमा नभए पनि बाउसँग स्किन टु स्किन राख्यो भने अनि कतिको फाइदा हुन्छ भनेर देखाएको हो। आमा नभए पनि बाउले पनि राख्न सकिन्छ र बच्चाहरूलाई पनि राम्रो हुन्छ र यसले गर्दा चाहिँ बच्चाले डर पनि पर्छ र हुन्छ भनेर चाहिँ हामी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै आमा नभए बाउले पनि सक्छ भनेर चाहिँ यसरी राख्न सक्छ र बच्चालाई एकछिन हिँड्नुपर्छ यहाँ हिँड्नु न भित्र छ के हुँदैन के समात्नु बेबीलाई आमाहरूलाई नि बाउको पनि भूमिका धेरै हुन्छ है साथीहरू।